अस्ति सुपरभाइजरले देखाएको थियो, कम्प्लेन गरेको थियो कि कपाल झरेर फेरि ओहो नि कुन दिन तक्ला हुने हो। अब चाहिँ मुख पनि दुख्दैन नि आकाश कस्तो रातो भयो। टक्क मुख धुनु पऱ्यो। ल कपडा पनि धोएर सकियो, अब सुकाउने हो। जाडो ल अब टक्क लाइसेन्स लिन जानु पऱ्यो अब। यहाँनिर यो लाइसेन्सको लागि मैले लगभग 5-6 महिना पहिलाबाट हो यहाँ प्रोसेस मेरो सुरु भएको। सो अलराइट गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। मेरो नयाँ भिडियोमा सम्पूर्णलाई स्वागत छ। आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि ठिकै छु, आरामै छु। आज धेरै समयपछि आज चाहिँ छुट्टी लिएर बसेको मैले, किन भन्दा आजभन्दा म्याक्सिमम् 13 डेज 13 दिन अगाडि चाहिँ मेरो चाहिँ नि लाइसेन्सको लागि चाहिँ ट्रेनिङ थियो। अनि त्यसपछि ट्रेनिङ सकेर अस्ति ट्रायल दिएँ। अनि आज चाहिँ नि ट्रायल दिएको दिनमा चाहिँ नि म दिउँसो कति 11:30 बजे, बिहान 11:30 बजे गएँ ट्रायल दिएर फर्केर रुममा आउँदाखेरि चाहिँ तपाईँको 3:52 गएको थियो कि दिउँसो गइन्। अनि फेरि अफिसले फोन गरेर कन्ट्रोल अफिसबाट फोन आयो, बेलुका जसरी पनि ड्युटी जानु पऱ्यो भनेर। मान्छे अब स्टाफ नपुगेको भएर चाहिँ जसरी पनि जानुपर्ने भयो। अनि त्यो भएकोबाट चाहिँ खासै सुत्न पाएको छैन कि म, निद्रा पुगेकै थिएन। त्यही भएको भएर चाहिँ आज छुट्टी लिएर बसेको है। भर्खर उठेको कति बज्यो, है 8:30 भइसक्यो रहेछ। लगभग 27 दिनपछि चाहिँ आज मेरो लाइसेन्स आएको छ है। तपाईँको 5 दिन जति ट्रेनिङ भयो, 5 दिनसम्म ट्रेनिङ गरियो। अनि त्यसपछि लगभग 13 दिन जस्तो चाहिँ ट्रेनिङमा अब के पढाएको थियो त्यो सबै पढ्यो। सबै पढेर चाहिँ अस्ति ट्याक्क 3 दिन अगाडि चाहिँ ट्रायल थियो मेरो। अनि ट्रायल दियो ट्याक्क। आज फाइनल्ली आज 27 दिनको कठोर मेहनतपछि चाहिँ आज लाइसेन्स आएको छ मेरो है। एकदम धेरै खुसी छु आज चाहिँ, म एकदम धेरै खुसी छु आज। त्यही भएको भएर पनि। अनि अस्ति ट्याक्क के भयो भन्दाखेरि 5 दिनसम्म ट्रेनिङ भयो। अनि त्यसपछि अस्ति ट्रायल दिन जाने दिनमा चाहिँ के भयो भन्दाखेरि चाहिँ म नाइटको ड्युटी गरेर आएको थिएँ। अनि ड्युटी गरेर आएपछि चाहिँ अनि ट्याक्क म बिहान 11:30 बजे चाहिँ म गएँ। अनि ट्रायल दिएर फर्केर आउँदा चाहिँ रुममा आउँदा 3:52 गएको थियो। अनि ट्याक्क अब 4 बजे भनौँ न होइन, अब 8 मिनटले के डिफ्रेन्ट भयो। अनि त्यसपछि कन्ट्रोल अफिसले फोन गर्यो ल त आज ड्युटी जान पऱ्यो, आज स्टाफ भएन, जसरी भए पनि जानु पऱ्यो भनेर भन्यो। त्यो भएको भएर चाहिँ नि त्यो दिनको नाइटमा चाहिँ म ड्युटी गएँ। त्यो भएको भएर पनि म त्यति राम्रोसँग सोध्न पाएको थिइनँ नि त। अनि त्यही भएको भएर चाहिँ आज छुट्टी लिएर बसेको थिएँ मैले। जस 27 दिनको धेरै मेहनतपछि चाहिँ आज लाइसेन्स आएको छ है। धेरै खुसी लागेको छ एकदम के कस्तो एकदम धेरै खुसी लागेको छ। जस आफूले जस गर्न सक्यो भने होइन, हुन त अब कतिपय कुराहरू भनेको अब लेखेको पनि हुन्छ होइन, भाग्यको खेल भन्छ नि त, त्यो पनि हुन्छ। अनि कतिपय कुराहरू भनेको आफूमा पनि डिपेन्ड हुने कुराहरू के भन्दाखेरि तपाईँले सङ्घर्ष गर्न छोड्नु भएन क्या होइन। जस प्रयास भने जारी राख्नुपर्छ, किन भन्दा असफल नभइकन सफल भइँदैन क्या। जस त्यो भनेको मेरो अनुभव, मेरो भोगै अनुसार भनेको कुरा। फेरि अब सबैलाई यही कुरा मात्रै हो जस्तो पनि हुँदैन नि त। सबै भन्नाले अब सबैले बुझ्ने कुरा चाहिँ यो एकै तरिकाले बुझ्दैन नि त होइन। अब सबै कुरा चाहिँ आफूले बुझेको, आफूले भोगेको अनुसार भनेको कुरा मैले चाहिँ मेरो एक्सपिरियन्स चाहिँ भनेको है। यो सबैलाई एउटै चाहिँ नहुन पनि सक्छ। जस 27 दिनको कठोर मेहनतपछि चाहिँ आज लाइसेन्स आएको छ होइन। टक्क भर्खर उठेको, अब गएर नुहाएर नुहाइदिए गर्न पऱ्यो। आज काम पनि धेरै छ, कपडाहरू धुनु छ, कपडाहरू पनि त्यत्तिकै स्टक बसिरहेको थियो, टाइम पनि थिएन नि त धुनलाई। अनि
कपाल पनि काट्नु पर्ने छ, कपाल बढेको छ। ओहो, यो कपाल र नङ यति छिटो बढ्छ होइन मेरो, हेर्नु न। अस्ति सुपरभाइजरले देखाएको थियो, कम्प्लेन गरेको थियो कि हाम्रो कम्पनीमा चाहिँ के छ भनेदेखि अलिकति प्रोफेसनल हुनुपर्छ होइन। यो कानको टप पनि लगाउन दिँदैन, नङ पाल्न दिँदैन, कपाल पनि पाल्न दिँदैन। यस्तो भएको पनि लगाएर कपाल झरेर फेरि ओहो नि कुन दिन तक्ला हुने हो। अब चाहिँ यसो मुख धुन जानु पऱ्यो है, भर्खर उठेको मुख पनि धोएन नि, कस्तो रातो भयो। अब टक्क मुख धुनु पऱ्यो, ब्रस गर्नलाई चाहिँ ब्रस बिर्सेको छु। कपाल फालियो। गएर फेरि कपडा धुनु छ। ओहो नि काम त आज छुट्टीमा बसेको दिन त फेरि काम धेरै हुन्छ नि फेरि मेरो। ल पहिला सुरु कता छ है मेरो कपडा, खोइ खोइ के गरेर मेरो कपडा भेट्दैन त। म त यहाँ रहेछ, यहाँ राखेर चाहिँ कपडा पहिले भिजाएर राखेँ मैले। त्यस्तो गरौँ ग। कपडा यति धेरै कपडा धुनलाई, कपडा चाहिँ पहिल्यै भिजाएर राखेको थियो मैले। हिजो टाइम भएन र धुन पाइएन, ढिलो उठ्यो। चट्ट लगाएर कपडा धुने हो। अब एकैचोटि कपडा धोएपछि है त। ल कपडा पनि धोएर सकियो, अब सुकाउने हो। म अब कपडा सुकाउँदैछु। यति नगर्ने हो भने, यसले नच्याप्ने हो भने हावा लागेर सबै उडाउँछ फेरि। अहिले दिउँसो 12 बजीतिर हावा चल्छ नि, साँझतिर भयो त्यसैले अब बान्नु। दुईवटा चाहिँ बच्यो। म चाहिँ पहिल्यैदेखि प्रिपेयर गरेँ हो कि, किन भन्दा कपाल काट्नु थियो नि त, कपाल दाह्री काट्नु थियो। अनि त्यो भएको भएर चाहिँ पहिला कपडाहरू भिजाएँ। ट्याक्क कपाल काटेर आइन्जेलसम्म चाहिँ भिजिरहन्छ नि त। अनि फेरि लन्ड्री मेसिन यहाँको बिग्रे अनि आफैलाई धुने मस्काउने ट्याक्क पानी भर्नु पऱ्यो। ल अब चाहिँ ट्याक्क नुहाउँछु, नुहाइसकेपछि अनि फेरि जाडो। ल भर्खर नुहाएर सक्यो है, भर्खर बाहिर निस्क्यो। यस्तो जाडो छ नि, राम्रो घाम पनि लागिरहेछ तर त्यति पारिलो छैन कि, एकदम जाडो छ अहिले। जस अब जाडो त बिस्तारै कम हुँदैछ। भर्खर नुहाएर चाहिँ बाहिर निस्केको भएर कस्तो जाडो भइरहेको। ल अब टक्क लाइसेन्स लिन जानु पर्यो। अब टक्क लाएर निस्केको म अब। ल ट्याक्क अफिस नजिक आइपुग्यो म है। भित्र फेरि क्यामेरा अन गर्नु दिँदैन। ट्याक्क अब चाहिँ म गएर लाइसेन्स लिएर आउँछु, ट्याक्क देखाउँछु है। ल
भित्र फेरि क्यामेरा अन गर्न दिँदैन कि फेरि यहाँ क्या छ। नाउ वेटिङ इज ओभर, फाइनल्ली आई गट। ल लाइसेन्स ट्याक्क लियो है। फोटो यस्तो आएको रहेछ, ठ्याक्क लाइसेन्स आयो है, ठ्याक्क लाएर। यहाँनिर यो लाइसेन्सको लागि मैले लगभग 5-6 महिना पहिलाबाट हो यहाँ प्रोसेस मेरो सुरु भएको। ठ्याक्क लाएर मेडिकल भने गर्नु पऱ्यो पहिला मेडिकल, अनि मेडिकल गरिसकेपछि त्यसपछि अनि बल्ल एपोइन्टमेन्ट दिनु पऱ्यो। त्यसपछि अनि ट्याक्क ट्रेनिङको लागि एपोइन्टमेन्ट दिएपछि चाहिँ अनि ट्रेनिङ सुरु हुन्छ। ट्रेनिङ भनेको 5 दिनसम्म हुन्छ, 5 दिनसम्म पढाउँछ, पढ्ने हो जाने हो, ट्याक्क 8 घन्टा हुन्छ। गयो पढाउँछन् मास्टरहरूले, ट्याक्क कस्तो कि भन्नाले पनि मलाई चाहिँ त्यो ट्रेनिङमा चाहिँ कस्तो फिल भयो भन्दाखेरि यो पढाएँ कि भन्नाले अब यो स्कुल लाइफ जस्तो लाग्यो क्या। जाने यसो सरहरूले पढाउँछन्, ट्याक्क ट्रेनर हुन्छ उसले चाहिँ पढाउँछ, ट्याक्क के गर्ने कसो गर्ने कुन अवस्थामा के गर्ने यताउति कुराहरू हुन्छ है, तिनीहरू भन्छ सिकाउँछ पढाउँछ। ट्याक्क 5 दिन जुन जति चाहिँ ट्रेनिङ हुन्छ, अनि ट्रेनिङ भइसकेपछि अनि त्यसपछि अनि ट्याक्क इक्जाम हुन्छ अनि इक्जाममा पास भइसकेपछि त्यसपछि ट्रायल अनि ट्याक्क अनि लाइसेन्स, यति धेरै प्रोसेसहरू चाहिँ गर्नुपर्छ। यस फाइनल्ली लाइसेन्स आयो। अब ट्याक्क अब रुममा जानु पऱ्यो, रुममा गएर यसो नुहाउनु पऱ्यो, नुहाइदिए गरेर अनि फेरि भलिबल खेल्ने भनेको छन् यसो यहाँ साथीहरूले। भलिबल अहिलेसम्म खेलेको छैन मैले, लगभग कति भयो होला त 10-15 वर्ष जति पनि भयो होला, धेरै भयो। अब ट्याक्क रुममा जानु पऱ्यो, रुममा गएर अनि यसो कपडा चेन्ज गरेर नुहाइदिए गरेर त्यसपछि अनि बल खेल्न आउनु पऱ्यो। ल धेरै पछि आज भलिबल छुँदैछु मैले। कति भयो 69 सालमा हो मैले डिएलई दिएको, 8 कक्षा पास गरेको। 69, 70, 71, 81, 11, 12, 13, 14 सालपछि बल्ल आज भलिबल छुँदैछु। सो त्यति राम्रोसँग चाहिँ जान्दैन म, खास त्यति राम्रोसँग भन्नाले पहिलेदेखि खेलेको को पनि छैन, खेल्न नि आउँदैन, अब यसो बानी पार्ने भनेर है। ल यहाँ केटाहरू के यस्तो छ फेरि रिसिभै मिल्दैन अनि
ड्युटी हो तिमी ल तिमी भिडियो सिडियो बनाउँदै बस्दै गर ल यो पेट सेट त नदेखाउँ यार हेरौँ न हेरौँ आज 14 वर्षपछि भलिबल छोको राम्रो हात पक्रेर लगलगी गले भोलि कस्तो हुने हो ल मित्र यता सो अलराइट गाइज ल आजको दिन पनि बित्यो है अब साँझ पर्दैछ आज धेरै थाकियो आज धेरै पछि आज बल खेलेको झन् अब अहिले त हल्का हल्का धुन सुरु भइसक्यो आजभन्दा पनि अब भोलि अझ गाह्रो हुन्छ टाइम हुँदैन कि यसो टाइम भएदेखि त अब यसो सकभर यसो 1 घन्टा जति चाहिँ यसो खेलिरहने भएदेखि त अब पानी पनि पर्थ्यो घाँसे केही प्रब्लम हुन्थेन आज धेरै वर्षपछि हो नि त मैले आज बल खेलेको त्यो भएको भएर आजको दिन पनि गइहाल्यो यही जाऊ हो कि के अरे छुट्टी बस्यो एकै बेला के अरे के भन्छ त्यो एकैछिनमा के टाइम गइहाल्छ जब तपाईँ ड्युटीमा हुनुहुन्छ नि ड्युटीमा भएको टाइममा फेरि यति लामो लाग्छ यसो म त्यस्तै हो कि यसो घरि ट्याक्क टाइम हेरिरहेको हुन्छ कि कति बज्यो ओहो खालि त्यही मात्र ड्युटीमा हुँदाखेरि अझ कस्टमर भयो भने त अब ठिक हो कस्टमरसँगै भुलिन्छ गफ गरिन्छ अब टाइम पनि गइहाल्छ नि त कस्टमर नभएको बेला चाहिँ जाऊ हुन्छ कति बेला टाइम जाला कति बेला ड्युटी सकिएला जस्तो हुन्छ छुट्टीमा बस्यो यही जाऊ अघि जस्तो लाग्छ दिन बितिहाल्यो ठिकै छ ल अब आजको दिन यस्तै भयो ल ठिक छ अब अर्को ब्लगमा भेटौँला सकभर यसो टाइम मिलाएर टाइम म्यानेज गरेर सकभर छिटै सो अर्को भ्लग पनि केही नयाँ नौलो केही यसो हजुरहरूलाई प्रस्तुत गर्नेछु सो सपोर्ट गरिदिउँ होइन नयाँ च्यानलमा कोही नयाँ गर्छ भनेदेखि सपोर्ट गरिदिउँ ठिक छ ल अर्को ब्लगमा भेटौँला ल सबैको